हेलो एभ्रिवान, वेलकम ब्याक टु माई च्यानल टेकपाथ नेपाल। आजको भिडियोमा चाहिँ हजुरले चाहिँ यथावत नै छ। अघिल्लो भिडियोमा पनि भनिसकेछु, राष्ट्रिय तथ्याङ्क कार्यालयले हजुरलाई चाहिँ गणक र सुपरिवेक्षकमा गरेर दुईटा पदमा चाहिँ करार 2.5 महिनाको लागि चाहिँ भ्याकेन्सी गरेको छ है त। त्यसको लागि चाहिँ अब हजुरहरूले चाहिँ अब घरमै बसेर नि फर्म भर्न सक्नुहुन्छ है त। साइबरमा पनि जान सक्नुहुन्छ, तर आफ्नो मोबाइलबाट चाहिँ फर्म कसरी भर्ने है त, आफ्नो मोबाइलबाट फर्म कसरी गर्ने त्यसको बारेमा भन्न चाहन्छु। हजुरहरूले मजाले चाहिँ फर्म भर्न सक्नुहुन्छ मोबाइलबाट नै। र सिधै हामी अब वेबसाइटतिरै लागौँ है त। सिधै वेबसाइटतिर लाग्यो कसरी फर्म भर्न सकिन्छ। हजुरहरूले चाहिँ सबभन्दा पहिला यता करार सेवामा जनशक्ति लिने सम्बन्धी सूचना भनेर यहाँ दिएको छ, यता डाउनलोडमा अप्सनमा क्लिक गर्नु होला। र त्यसपछि हजुरले चाहिँ यता अप्सन आउँछ, हजुरले चाहिँ यता साइडमा लिङ्क दिएको हुन्छ है त। यो लिङ्कमा गएर हजुरहरूले चाहिँ क्लिक गर्नुपर्ने हो। यो साइडमा लिङ्क दिएको छ, हजुरले चाहिँ यो लिङ्कमा क्लिक गरेर हजुरले चाहिँ फर्म भर्नुपर्ने हुन्छ। अर्थात् क्युआर स्क्यान गरेर पनि हजुरले चाहिँ यसमा फर्म भर्न सक्नुहुन्छ। हजुरले चाहिँ अब हामी सिधै यसमा क्लिक गरौँ है त। यो वेबसाइटमा सिधै अब हामी चाहिँ वेबसाइटमा क्लिक गर्छौँ र वेबसाइटमा क्लिक गरिसकेपछि हजुरले चाहिँ यस्तो इन्टरफेस खुल्छ है त। हजुरले चाहिँ यस्तो इन्टरफेसहरू खुल्छ। हजुरले चाहिँ अब नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, राष्ट्रिय तथ्याङ्क कार्यालय, राष्ट्रिय आर्थिक गणना 2082 जनशक्ति व्यवस्थापन प्रणाली भनेर दिएको छ। यसमा चाहिँ हजुरले चाहिँ अब फर्म भर्नको लागि चाहिँ स्टार्ट भयो है त। यहाँदेखि हजुरले फर्म भर्न सक्नुहुन्छ। अब सबभन्दा पहिले चाहिँ हजुरले के गर्नु पर्यो भने चाहिँ के बुझ्नु पर्यो, सबै विवरण भर्न अनिवार्य छ है त। अनिवार्य भर्नुभयो भने चाहिँ हजुरको चाहिँ अब सर्ट लिस्टमा चल्ने सम्भावना बढी हुन्छ। र फोटो डकुमेन्ट वा कुनै अपलोड गर्दा फाइलको प्रकार है त, अपलोड गर्दाखेरि फाइलको प्रकार पिडिएफ अर्थात् जेपिजीमा अर्थात् अधिकतम साइज 200 KB भन्दा चाहिँ सानो हुनु पर्यो है त। 200 KB जति भयो भने चाहिँ हजुरको चाहिँ अपलोड हुन्छ, त्योभन्दा माथि भयो भने चाहिँ हजुरको अपलोड हुँदैन है त। त्यसपछि अब यता हजुरले चाहिँ उम्मेदवारले काम गर्न चाहेको पद तथा कार्य क्षेत्र सम्बन्धी विवरण भनेको छ है त। अब हजुरको कुन काम गर्न चाहने र कुन क्षेत्रमा काम गर्न चाहने। हजुर काठमाडौँमा बस्नु भएको छ भने चाहिँ हजुरको घर कुनै अर्कै जिल्लामा छ भने चाहिँ त्यो क्षेत्रमा काम गर्न चाहनुहुन्छ भने चाहिँ तपाईँले चाहिँ त्यसमा भन्न सक्नुहुन्छ होइन। अब जस्तै यहाँ भन्छ आवेदनको पद हजुरको दुवैको अब ब्याचलरको पनि छ होइन, अनि +2 को छ भने दुवै राख्न सक्नुहुन्छ। हजुरले चाहिँ एउटा जुन भयो नि राख्नु होला है त। त्यसपछि अब अहिले चाहिँ एउटा राखौँ है त, सबै कुराहरू अब डिटेलमा हजुरहरूलाई राखेर भन्दा नि मैले चाहिँ अब अरूको चाहिँ भरिदिएको छु है, धेरैको पनि। तर हजुरहरूले चाहिँ भर्नुपर्छ भने भन्न सक्नुहुन्छ, भरिदिन सक्छु है त। एउटा चुज गर्नु होला हजुरले। त्यसपछि आफ्नो प्रदेश चुज गर्नु होला। जस्तै गणकमा राखे, अब हजुरले दुवैमा पनि राख्नु पायो है त। जस्तै एउटामा राखौँ, त्यसपछि अब हजुरले आफ्नो प्रदेश चुज गर्नु होला, जुन भए पनि है त। जुन प्रदेश छ त्यसपछि यता जिल्ला चुज गर्नु होला हजुरले कुन हो है त। यसरी चाहिँ हजुरले मजासित जिल्ला चुज गर्नु होला। अब हजुरको कुन नगरपालिका हो है त, त्यो अनुसार अब यसमा चुज गर्नु। यो चाहिँ हजुरको काम गर्न चाहने चाहिँ जिल्ला भयो है। अब वार्ड नम्बर कति हो है त, त्यो अनुसार हजुरले चाहिँ चुज गर्नु पर्यो। काम गर्न चाहेको वडा कति हो है त, त्यसमा चाहिँ चुज गर्नु पर्यो यसरी है त, चुज गर्नु पर्यो। र हजुरले चाहिँ अनि त्यसपछि आफ्नो व्यक्तिगत विवरण राख्नु पर्यो है त। अहिले चाहिँ म हजुरले सरस्वती भनिदिन्छु, त्यस्तो केही राखिनँ। आवेदनको नाम थर नेपाली भनेको छ है त। हजुरको अब आवेदनको नाम थर नेपालीमा राख्नु पर्यो, आवेदनको नाम थर त्यसपछि इङ्ग्लिसमा राख्नु पर्यो। त्यसपछि हजुर मैले पुरुष आफ्नो लिङ्गमा राख्नु पर्यो, बाबुको नाम थर राख्नु पर्यो, सही हुनु पर्यो है त। नेपालीमा राख्दा नि हुन्छ, अङ्ग्रेजीमा राख्दा नि हुन्छ। अनि त्यसपछि आमाको राख्नु पर्यो, बाजेको राख्नु पर्यो, आफ्नो जन्ममिति राख्नुहोस्। जन्ममिति तपाईँको यो उदाहरण जस्तो दिएको छ त्यही अनुसार राख्नु होला तपाईँले चाहिँ, माथि जस्तो दिएको छ। त्यसपछि एउटा राख्नुभयो भने चाहिँ तपाईँको यो एडीमा है त, यो पनि आउँछ, उमेर पनि आउँछ, आफ्नो सम्पर्क नम्बर, जिमेल राख्नुहोस्। इनकेस तपाईँ सर्ट लिस्टमा पर्नुभयो भने चाहिँ हजुरको चाहिँ यसबाट चाहिँ हजुरको कन्ट्याक्ट हुन्छ है त। त्यसपछि अब नागरिकता सम्बन्धी विवरण राख्नु पर्यो तपाईँले चाहिँ। नागरिकता सम्बन्धी अब यता नागरिकता नम्बर राख्नुहोस् है त। प्रदेश जारी गर्ने प्रदेशको जिल्ला नाम राख्नुहोस्। अनि नागरिकता जारी गर्ने जिल्ला राख्नुहोस्। अनि त्यसपछि नागरिकता जारी मिति विक्रम सम्वतमा राख्नुहोस् है त। जारी मिति कति हो त्यो चाहिँ हजुरले राख्नु पर्यो सबै डिटेल। अब नागरिकता प्रमाणपत्र छ हजुरले चाहिँ अब यसमा चाहिँ फाइल चुज गर्नुभयो भने चाहिँ यसरी है त। फाइल चुज गर्नुभयो भने चाहिँ तपाईँले चाहिँ के भन्छ भने चाहिँ तपाईँको चाहिँ अब नागरिकताको सिटिजन छ भने चाहिँ 136 KB यसरी चाहिँ हजुरको सानो हुनु पर्यो, ठुलो हुनु भएन। यसको लागि चाहिँ हजुरले अब यसरी सानो भयो भने चाहिँ यसरी हुने भयो। अब सिटिजनको सिपको पनि तपाईँको के छ भने चाहिँ
र हजुरले चाहिँ अब ठुलो साइज छ भने चाहिँ होइन, ठुलो साइज छ भने चाहिँ कसरी गर्ने त, हजुरहरूले जस्तै अब तपाईँको नागरिकताको फ्रन्ट र ब्याकसँगै एउटै पिडिएफमा राख्ने हो। त्यस्तो छ भने चाहिँ हजुरले चाहिँ आफ्नो फाइलको साइज कम गर्नको लागि चाहिँ यता प्लस आइकनमा अब गुगलमा गएर हजुरले सर्च गर्नु सक्नुपर्छ। अब पिडिएफ बनाउनु भएको छ भने चाहिँ कम्प्रेस पिडिएफ भनेर सर्च गर्नु होला र हजुरले चाहिँ यहाँ पाउनुहुन्छ कम्प्रेस पिडिएफ भनेर। यता फाइल अपलोड गर्नुहोस् है त। एउटा चाहिँ फाइल अपलोड गरेर जस्तै अब तपाईँको अब जस्तै यो के छ भने चाहिँ एउटा चाहिँ यहाँ हेरौँ है त, कति एउटा जस्तै यो सिटिजनसिप छ है त, सिटिजनसिप 136 के हो, यसलाई चाहिँ त सिटिजनसिपलाई चाहिँ कम्प्रेस फाइल गरिदिन्छु है त। फाइल कम्प्रेस भयो भने चाहिँ लगभग अलि सानो भयो 133बाट, यो चाहिँ मैले अलरेडी नै गरेँ हुनाले धेरै भएन है त। तपाईँको ठुलो छ भने चाहिँ होइन फाइल कम्प्रेस चाहिँ गर्न सकिन्छ है त। यसरी चाहिँ कम्प्रेस गरेर हजुरले मजाले अपलोड गर्न सक्नुहुन्छ यसरी कम्प्रेस फाइल गरेर है। अनि त्यसपछि अब ठेगाना विवरण, अब स्थायी ठेगाना छ हजुरको है, यसमा चाहिँ आफ्नो स्थायी ठेगाना राख्नु पर्यो है त। जिल्ला राख्नु पर्यो, नगरपालिका, गाउँपालिका, वडा नम्बर, टोलको नाम सबै डिटेलमा सबै राख्नु पर्यो तपाईँले। अनि त्यसपछि स्थायी ठेगाना र अस्थायी ठेगाना एउटै छ अथवा फरक छ भने चाहिँ तपाईँले यसमा राख्नु पर्यो है त। अब तपाईँको बस्ने एउटै छ होइन, घर एउटा ठाउँमा छ, बस्ने अलग छ भने चाहिँ त्यही अनुसार अलग छ फरक छ भनेर राख्न सक्यो। त्यसपछि शैक्षिक विवरण, अब शैक्षिक विवरणमा उत्तीर्ण गरेको तह है त, हजुरले अब उत्तीर्ण गरेको तह कुन, अब हजुरले माथि जुन पद चुज गर्नुभएको तल त्यही देखाउने है त। दुमै देखायो भने दुमै देखाउने, दुमैको चाहिँ डकुमेन्ट हजुरले राख्नुपर्ने हुन्छ। त्यसपछि अध्ययन संकाय कुन हो हजुरको है त, योहरू छ भने अन्य छ भने चाहिँ मेरो बिचमा छैन, अन्य छ भने चाहिँ अन्य राख्ने। ओके, त्यसपछि मुख्य विषय कुन हो, हजुरले पढिरहेको फ्याकल्टीमा अब मुख्य विषय एउटा जुन भयो नि राख्न मिल्यो। अब प्रतिशत जिपिए जुन राख्दा नि यता हुन्छ। त्यसपछि हजुरले चाहिँ यसमा चाहिँ अब मार्कसिट चुज फाइल गर्नु पर्यो। यसमा पनि हजुरको अब फाइल ठुलो छ भने चाहिँ त्यही कम्प्रेस पिडिएफ अर्थात् कम्प्रेस इमेज गरेर हजुरले गुगलमा गएर त्यही तरिका अपनाएर यता शारीरिक प्रमाणपत्र है, यता शारीरिक प्रमाणपत्र र यता ट्रान्सक्रिप्ट दुवै पिडिएफ बनाएर चाहिँ हाल्नु होला है त, पिडिएफ बनाएर हाल्नु होला। त्यसपछि अब न्यूनतम शैक्षिक योग्यता भन्दा माथिल्लो योग्यता विवरण है त, जस्तै तपाईँलाई न्यूनतम शैक्षिक योग्यता तपाईँको अब +2 छ है त, त्योभन्दा माथिल्लो योग्यता विवरण राख्ने हो। तपाईँले आवेदन गरेको पदको लागि आवश्यक न्यूनतम शैक्षिक योग्यताभन्दा माथिल्लो योग्यता छ। जस्तै तपाईँले +2 गर्नुभएको छ, ब्याचलरको लागि तपाईँको न्यूनतम शैक्षिक योग्यता माथिल्लो योग्यता छ, ब्याचलर छ, +2 छ। अब गणकको लागि तयारी गर्दै हुनुहुन्छ भने त्योभन्दा माथिल्लो तहको शैक्षिक योग्यता छ भने चाहिँ राख्ने, छैन भने चाहिँ नराख्ने है त। यदि अब तपाईँले छ भने चाहिँ जस्तै अब तपाईँ ब्याचलर +2 गर्नुभएको, ब्याचलर पनि छ भने चाहिँ त्योभन्दा माथि ब्याचलर गर्नुभएको छ भने चाहिँ एस राख्न मिल्यो, तर +2 मात्र गर्नुभएको छ भने तपाईँले चाहिँ राख्न मिलेन है त। जस्तै तपाईँ गणकको लागि भर्दै हुनुहुन्छ भने चाहिँ सबै कुरा डिटेल राख्नु पर्यो। माथिल्लो शैक्षिक योग्यताको शारीरिक प्रमाणपत्र है त। जस्तै तपाईँले अब ब्याचलरको अब डिग्री गर्नुभएको छ भने चाहिँ अब सुपरिवेक्षकको लागि तयारी भर्दै हुनुहुन्छ अनि त्यसपछि तपाईँले त्योभन्दा माथिल्लो तहको लागि चाहिँ बिक्री गर्नुभएको छ भने चाहिँ तपाईँले चाहिँ यहाँ राख्नु मिल्यो है त। अब तपाईँ त्यसपछि तालिम सम्बन्धी विवरण है त। अब तपाईँले तथ्याङ्क सङ्कलन सम्बन्धी कुनै तालिम लाग्नु भएको छ है त, त्यस्तो संस्थाको नाम, संस्थाको अवधि, दिन सबै कुराहरू चाहिँ तपाईँले राख्नुपर्छ है त। तालिम लाग्नु भएको छ भने चाहिँ त्यसको राख्नु मिल्यो तपाईँले। र त्यसपछि अनुभव के लाग्नु भएको छ त तपाईँले, अनुभव चाहिँ तथ्याङ्क सम्बन्धी कुनै किसिमको अनुभव छ, संस्थाको नाम, सबै कुराहरू चाहिँ तपाईँले राख्नु पर्यो यता है त। अन्य विवरण, अनि तपाईँले चाहिँ यता फोटो चुज गर्नुपर्ने हुन्छ है त। यता फोटो चुज गर्नु होला, आफ्नो पासपोर्ट साइजको फोटो छ भने चाहिँ यसरी चाहिँ अब जसले चुज गर्न पायो, तर यसको साइज पनि के हुनु पर्यो त 200 MB भन्दा तल नै हुनु पर्यो। यसको लागि चाहिँ तपाईँले कम्प्रेस इमेज गरेर मजाले गर्न सक्नुहुन्छ है त। त्यसपछि हजुरले सबमिटमा क्लिक गर्नुपर्छ, यति नै हो तपाईँको प्रोसेस है त। त्यसपछि यति भरिसकेपछि तपाईँको फर्म क्लियर हुन्छ है त। र सबमिटमा क्लिक गरिसकेपछि तपाईँको सबमिट हुन्छ। त्यसपछि चाहिँ हजुरको सबमिटमा क्लिक गरिसकेपछि के हुन्छ त हजुरहरूलाई देखाउँछु, यस्तो इन्टरफेस आउँछ है त। हजुरको चाहिँ अब तपाईँको आवेदन दर्ता भयो भनेर आउँछ होइन, आवेदन दर्ता भयो, तपाईँको आवेदन दर्ता नम्बर देखाउँछ यता। कृपया यस आवेदन दर्ता नम्बरलाई सुरक्षित रूपमा सुरक्षित राख्नुहोला। तपाईँले पेश गर्नुभएको विवरण तथा प्रमाणपत्रहरू तपाईँ छनौट सूचीमा समावेश हुनुभएमा अनिवार्य रूपमा जाँच गरिनेछ। सो प्रयोजनका लागि यदि आवेदन दर्ता नम्बर सही फारममा उल्लेख गरिएको सम्बन्धित जिल्लाको है त जिल्ला आर्थिक गणना कार्यालय वा तोकिएको जिल्लामा अन्तर्वार्ताको समयमा सबै सक्कल कागजातहरू अनिवार्य रूपमा पेश गर्नुपर्नेछ भनेको छ है त। अब हजुरले चाहिँ यसलाई चाहिँ के भनेको छ भने चाहिँ
अब तपाईँको जुन जिल्लाको लागि भर्नु भएको छ नि होइन, त्यही जिल्लाको अब कहाँ त त्यही जिल्लाको जिल्ला आर्थिक गणना कार्यालय वा सो जिल्लाको अन्तर्वार्तामा है त, जिल्लामै हुन्छ तपाईँको अन्तर्वार्ता, त्यहाँ चाहिँ हुन्छ है त। र त्यसरी हजुरले यो चाहिँ सुरक्षित साथ राख्नु होला। त्यसपछि हजुरले यसलाई डाउनलोड गरेर नि राख्न सक्नुहुन्छ। यदि हजुरले डाउनलोड गर्नुभयो भनेपछि हजुरको कस्तो देखाउँछ त, यस्तो है त। हजुरको चाहिँ डाउनलोड गरेर राख्नुभयो गभर्मेन्ट अफ नेपाल, नेपाल स्ट्याटिस्टिक्स अफिस, नेपाल इकोनोमिक सेन्सस, रजिस्ट्रेसन नम्बर, सबै कुराहरू चाहिँ हजुरको, अनि एप्लिकेसन नाम, एप्लिकेन्ट लेभल, डेट अफ एप्लिकेसन सबमिसन, सबै कुराहरू चाहिँ हजुरले चाहिँ पाउनुहुन्छ है त। यो कुराहरू भयो आजको फर्म भर्ने तरिकाहरू है त। आजको भिडियोलाई चाहिँ यति नै। यदि हजुरलाई भिडियो मन पर्यो भने हजुरले केही हेल्प पुगेको छ भने एउटा लाइक कमेन्ट सेयर गरिदिनु होला है त। अर्को भिडियोमा छिटो नै भेट्ने बाचासहित आजको लागि यतिलाई। थ्याङ्क यू।